दक्षिण पश्चिम दिशामा हुने एक सामान्य गल्ती। यस गल्तीले तपाईको घरमा आर्थिक लसहरू एकदम ठुलासम्म आउन सक्छन्। दक्षिण पश्चिम दिशा घरको स्टेबिलिटी र वेल्थको दिशा हो। यहाँ भारी सामान, मास्टर बेडरुम र अलमारी हुनु पर्छ। तर धेरै जसो घरमा यो ठाउँमा खाली ठाउँ, अझ समस्या त यस ठाउँमा फोहोर फ्याल्ने ठाउँ वा कल धारा हामीले बनाइरहेका हुन्छौँ। यही गल्तीले पैसा नटिक्ने, मनी लस हुने, एनर्जीहरू बढाउने काम गर्दछ। यस ठाउँको एनर्जी राम्रो बनाउन र तपाईँ ठुल्ठुलो लसहरूबाट जोगिनको लागि यस ठाउँमा सधैँ भारी सामानहरू राख्ने, यस ठाउँलाई सफा राख्ने र पहेँलो वा गोल्डन कलरको रङ यस दिशामा लगाउने गर्नु पर्दछ। हस्त धन्यवाद।